नमस्ते सबैजनालाई। आज म स्वास्थ्य बीमा सेवा अन्तर्गत शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पाइने सेवाहरूको बारेमा जानकारी दिँदैछु। बीमा सुविधा लिन बिहान 8 बजेदेखि 11 बजेसम्म कोठा नम्बर 117बाट ओपिडी टिकट लिने, त्यसपछि डाक्टरलाई भेट्न सक्नुहुन्छ। ओपिडी अन्तर्गतका सेवाहरूमा मात्र हामीले बीमा सुविधा लिन सक्छौँ। यदि बीमा गरेको बिरामीहरू भर्ना हुनुभएमा बीमाको कुनै पनि सुविधा लिन सकिँदैन। बीमा सुविधा पाउनका लागि तपाईहरूले अनिवार्य रूपमा ओरिजिनल रिफरल पेपर लिएर आउनुपर्छ, अन्यथा तपाईहरू बीमा सुविधा पाउनबाट वञ्चित हुनुहुन्छ। यस्तै अन्य कुनै शहीद गङ्गालालको बारेमा बुझ्न चाहेमा, सेवा सुविधाको बारेमा जान्न चाहनु भएमा मेरो च्यानललाई फलो गर्नुहोस्। केही प्रश्न भए कमेन्ट गर्नुहोस्। सकेसम्म यो सूचना चाहिँ सेयर गर्नुहोला। धन्यवाद।